अब फाइनल टिकट पनि आइसक्यो गाइस टिकट सँगै राख्नु न बुढो त रुइरहेको रहेछ हावा सेफ जर्नी बुढो चाहिँ अब जाँदैछ टिकट नै आइसक्यो पास पनि आइसक्यो हैन ह्यान्डब्यागै 50 केजी भइगएको छ 50 केजी अनि बुढा चाहिँ नेपाल गएर चल टी सर्ट लगाउ गर्नु नेपाल गएर बाइक किनेर पठाउ चलाउनु रे अब यहाँ दुबईमा ठिक लागेन रे सधैँ परदेश बसेर ठिक छैन हैन 3-4 लाखको सेकेन्ड ह्यान्ड बाइक किन्नु पठाउ गर्नु पैसा सेभिङ गर्नु बुढीले त पठाउँदैन र बुढीको त आश नगर्नु हुन्छ पैसा बुढीको आश गर्नु हुँदैन पैसाको आफै कमाउने हो छोरीले पढाउने जमाउने कमाउने बुढीको त सेभिङ हुन्छ बुढी आउँछ भरेपछि फेरि दायाँ बायाँ हुने होइन फेरि म आउँदा कान्छी बुढी ल्याएर राख्ला भन्ने चिन्ता लाग्यो मलाई त हो खै टिकट देखाउनु पासपोर्ट टिकट खै ल भाइ बुढा चाहिँ फाइनल जानु लाग्एको छ घर